आज चाहिँ हामी अब गोरेपानी जाने भनेर रेडी भएको गाडीको के अरे बिचमा बाटो बिग्रेछ भनेर गाडी नमिलेर हाफ एन आवर लस भयो। अब चाहिँ 10,000 साटो 11,000 लाग्ने अरे त्यही भएर गाडी कुद्दै खासरी 9:30 मा रेडी भइसकेको। इट्स अलरेडी लाइक 9:50। मम्मी चाहिँ यहाँ 1 चिकन 4 आइटममा फोन गर्दैछ। इट इज 9:50 20 मिनट्स डिले। कुरेको बल्ल गाडी पठाउँछ अरे हरिचोकबाट। त्यसपछि हामी गोरेपानीतिर लाग्छौँ नि त रेडी फर गोरेपानी। तर हामी धेरै हिँड्नु पर्दैन। चिटिङ हामी पनि विवेकको जस्तो चिटिङ हामी पनि। ब्याग प्याकहरू रेडी भयो। प्रशान्त यहीँ उभिएको थियो त कता गयो? कान्छा बाबु त्यहाँ उभिरहेछ होला। प्रशान्त नि त्यहीँ कता छ? प्रशान्त त्यहाँ उभिरहेछ। गर्दैन नवीनहरूको भन्दा नयाँ रहेछ है गाडी। जहिले नवीनको गाडीमा चढ्ने बानी भएर क्या हामीलाई चाहिँ। झिनो जाने पो सस्तो रहेछ है। अन्त झिनो जाने 7,000 मात्रै भयो। कस्तो हैन? यहाँ फेरि लाग्छ गाडी। त्यो दबाई किन्नुपर्छ है। हामी 4 जना ढिलो भयो दाइ। 9:30 बजे भनेको गाडी है। ए कोहीले बाटो बिग्रियो भन्ने, कोहीले गाडी बिग्रियो भन्ने है। ए हो ए त्यो दाइले मलाई त त्यसो भनेन है। बल्ल अनेस्ट उस भने यहाँ एन्सर। त्यो दाइले त मलाई त कुनै के भनेर यहाँ बाटो उस गरेको थियो। हाई गाइस, हेलो, रेडी फर पुन हिल गोरेपानी। बल्ल निस्केर अब 1 चिकन 4 आइटम खान जाने हामी। लामपाटा जाने थुकतिर जाने। बाजेले त फिस्टेल लज हुनु हो। फोन नम्बर दिएछ नि है बाजेले। मैले सेभ गरेछु। होइन त्यो गोरेपानीमा के गोरेपानीमा क्या हिजो बेलुका हिजो दिनमै हामी कति बजी 3 बजे गएर भनेको है। उल्लिरीबाट नराम्रो छ भाइ। उल्लिरीबाट भन्दा पनि बनठारीसम्म नराम्रो। ए बनठारीसम्म नराम्रो छ। उल्लिरीबाट माथि उठिसक्यो बाबु उठिसक्नु भएको? कहिले जान उठेको अरे गयो कि गएन। हेलो मम। गाडी लाग्छ भने कतिको कुरकुरे 1 चिकन 4 आइटममा आइपुग्यो हामी। मैले त एउटै मात्रै होला भनेर नि त। ओके अब यहाँ घाममा बसेर खाने? घाममा बसेर खा यहाँ। धेरै माखा आएको तर माखा चाहिँ माखा धेरै टिपम है त। खा पर्छ ल फर्स्ट बाइट। भोलिदेखि डाइ नाइस। चटनी मिठो आगोको फ्लेभर क्या है। कस्तो दायो त चिकन छोइला नि आइपुग्यो। लु खान्छ खाम है त। प्रशान्त खाऊ। अमिलो चाहिँ रगडा फलफल माग्छ खाल्छु। पाँचवटा उसो हुँदैछ त। कसो लाग्यो गर्नु भयो झ्यामै हो। यसमा अलिक नुन धेरै कसो लाग्यो प्रशान्त? ए सम्झ गयो है। एकदम मन परेछ। थ्याङ्क यू। भयो दाइ त्यति नै। आधा मात्रै भयो। प्रशान्तलाई खान्छ होला अलि तरकारी पनि हाल्दैन। ओहो त्यति हाल्यो भने त्यसलाई ग्यास्ट्रिक खान्छ है।
भित्तै हो तरकारी खानुहुन्छ होइन ठिकै छ माग्यो भने त्यहीमा दिइहाल्छ नि तरकारी हामी यहाँ उल्लेरी आइपुग्यो बाटो त यहाँ यस्तो खने रहेछ अब कसरी जाने यसो हामी कसरी हिँड्न जाने हो प्रशान्त खुट्टा चलाएर ऊ त्यो हो गाडीको मान्छे ए अब यस्तो बाटै नबढ रहेछ यार ऊ त्यहाँनिर अलिकति भएको नि यसरी हिँडेर जानु ठिक अन्त हुन्छ है उताबाट यसरी माथि ए त्यहाँ बिचमा आउँछ नि त फेरि है जति नि हिँड्ने बाटो बर्बाद बर्बाद भएछ नि ए बाटो त यस्तो रहेछ यहाँको त हाम्रो गाडी हो पानी आउँदै रहेछ यहाँ नि हिलै छ हामी चाहिँ यहाँ बाटो बनाउँदै गरेको भएर यहाँ हिँडेर अर्को सानो बाटो छ अरे ए शिव दाइले लिन आउँछ हाम्रो होइन दाइ भोलि ल हाई भन्नु नि त मेरो भ्लगलाई यो त मेरो पर्सनल भ्लग है युट्युबमा जान्न युट्युबमा जान्छ तर प्राइभेटमा हामी चाहिँ अब यहीँबाट हाम्रो हाइकिङ है अलिकति हाइकिङ गर्नु पर्दैन भनेको त रहेछ नि त अलिकति भयो नि त्यो घोडेपानीको त्यो गेटबाट चाहिँ माथि पुग्न कति टाइम लाग्छ नि दाइ घोरेपानी गेटबाट अँ पुणे जानलाई होइन माथि त्यो बजार जान जानलाई घोरेपानीबाट 5 मिनेट हे बोल्न गेटबाट 5 मिनेट ए ल गाडीले पुऱ्याइदिन्छ नि माथि नै अँ गाडीले पुऱ्याएपछि होटलमा जानलाई 2-3 मिनेट हिँड्नुपर्छ ए हो पुग्न कति लाग्छ नि भाउ फिस्टल भ्यू धर्म दाईको होटलको नाम ल ल जाऊँ हामी माथि अब थ्याङ्क यू दाई भोलि फोन गर्छ हामी हजुर अहिले 3 o'clock भयो हामी ठ्याक्क यहाँ घोडेपानी नै आइपुग्यो ल आज त वेदर पनि राम्रो छ हामी यहाँ सबैजना आइपुग्यो यहाँ अब झोला बोकेर माथि पुग्ने अब हामी ओ माउन्टेन यहीँ नजिक देख्ने है अँ हेरेको त जाने अँ कि पहिला माथि हेरेर तल आउने यहीँको हेऱ्यो भने पहिला मम्मी हेलो हामी यहाँ कति राम्रो भ्यू है अँ अब माथि अर्को होटल हेर्न जान लाग्यो यो यहाँको रेन्ज हो यहाँ चाहिँ हामी यहाँको भ्यू पोइन्टबाट हेरेको होइन फाइनली हामीले चाहिँ होटल चुज गर्यो अनि यो चाहिँ हाम्रो भ्यू हो रुमबाट अनि मैले चाहिँ यहाँ रोशनलाई देखाउँदैछु हाई रोशन भन्नु मेरो ब्लगलाई हाई रोशन रोशनको ओ तेरो भ्यू नि देखा न Thank you, taxpayer, for a new शट अप गो अवे 14-inch MacBook Pro. तेरो भ्यू देखा न हाम्रो भ्यू चाहिँ यो हो रोशनको भ्यू चाहिँ खै फेरि मम्मी त यहाँ आएर फेरि खोक्न लाग्यो फेरि ये मेरो भ्यू नाइस हाम्रो भ्यू है रोशन यो चाहिँ म तपाईँको रुममा सुतेको नि किन सुते त रुममा सुत्नै नसक्दो रहेछ म त किन हाम्रो घोडेपानीको सुपर भ्यू होटलको यस्तो राम्रो भ्यू रुमबाटै हाम्रो यसको चाहिँ अट्याच बाथरुम छैन तर भ्यू चाहिँ दामी छ अनि आज झन् मम्मीसँग कन्या हाई स्कुल पढेको आन्टी पनि रहेछ हामी उता माथिको नि हिलटप हेर्न गयो फिस्टल लज हेर्न गयो तर सबसे राम्रो चाहिँ यही रहेछ अलिक सफा पनि बिस्तारा पनि अलिक राम्रो है अनि तल डाइनिङ एरियाहरू छन् कति राम्रो छ तर मेन त यो भ्यू दामी हाम्रो सानोलाई हेलो सानो हेलो तिम्रो नयाँ घर अब यता त तिमी त यहीँकै हुन्छ अब हुर्केर
यति ठुलो हुन्छ होला है सानो कति क्युट देखेछ हाम्रो होटल यो सुपर भ्यू होटल कोब्राबाट निस्किँदा ढिलो भयो अनि बस त रोक्या गर्छ आउँदासम्म 12 इट्स नट टु कोल्ड अहिले चाहिँ यस्तो छ भ्यू घन्टा लाग्ने रे हैन अनि सोचेको के त्यो टेन्सन लिएर हाइक गर्नु हैन हाइक गर्न रमाइलो लाग्छ तर के रे त्यो हुन्छ नि हेड स्पेस नै हतार गर्नु पर्यो अनि ल आलु र मसला टी खाएको मसला टीको त मसला यहाँ माथि छ नपकाएको रहेछ हाम्रो पाउडरको दुधको चिया अरे कान्छो भाइ कफी खाँदै प्रशान्त गुरुङले कफी खाँदै अनि आलु चिप्स चाहिँ हाम्रो बाजेले पहिला बनाउने जस्तो रहेछ घोरे पानीको बजार घुम्न आएको यो दोकानमा सबै कुरा पाउने रहेछ केही मिस गरे पनि सबै कुरा यहीँ पाउने रहेछ दबाईहरू पनि चार्जर सबै है होइन कस्तो त्यो पहिलाको गाउँघरको माथि जाने बाटो जस्तो यो चाहिँ बाजेले रेकमेन्ड गरेको होटल थियो फिस्टेल लज यहाँ पनि रहेछ यो चाहिँ अलिक सानो रहेछ उताको दोकानभन्दा टोइलेट पेपरहरू पनि सबै रहेछ बुकहरू अन्नपूर्ण बेस क्याम्प फिस्टेल हाम्रो होटल चाहिँ त्यो सुपर भ्यू लेखेको माथि अनि यो बाटो जाँदै यहाँ आन्टीहरूको अलिअलि दोकान रहेछ अन्त तपाईँको टोपी क्युट देखेछ तपाईँलाई है यसको नेपाली प्राइस 600 हो 600 ए माई गड लेग साइडमा 100 कतिमा पाउँछ कता पोखरामा हामी यहाँ घुम्दै घोरे पानीको गाउँ घुम्दै हिँड्दै यहाँ बाटो एउटा किरिङको सोधेको 600 रुपियाँ अरे नेपालीलाई लेग साइडमा 100 रुपियाँ पाउनेमा हामीलाई त ओ माई गडै भइगयो यहाँ चाहिँ सबै होटलहरू रहेछ के रहेछ कान्छो बा त्यहाँ ओ कान्छो बा के रहेछ त्यहाँ होटलै रहेछ सबै होटल रहेछ होटलको फ्रन्टमा बसेर सनसेट हेर्न आएको अब कतै चाहिँ यही के अरे भ्यूहरू भिडियो गर्ने हामी ल हेलो भनिदिनुहोस् हेलो दाइ हेलो मम हाम्रो होटल हेलो प्रशान्त ओहो व्हाट्स अप ब्रो हाम्रो चाहिँ टोपी लगाएको छ नि चस्मा लगाएर बसिरहेको छ तर ज्याकेट चाहिँ डबलै छ यहाँ म त सिंगल हो एउटा प्लिज मेरो चाहिँ यस्तो छ कहाँ अघि मङ्की पनि थियो हामीले मङ्की नि दुइटा देखेको आज है सेतो अनुहार भएको है यहाँ त सेतो अनुहार भएको मङ्की मङ्की राम्रै छ होटल नि यसरी के है राम्रो रहेछ आयो फेरि अनि फ्रेन्ड भेट्नु भएको आन्टीलाई अगस्तमा फेरि सासू बितेर त्यतिखेर आयो अनि फेरि अहिले आयो अब फेरि अप्रिलमा फेरि बाबाको पूजा भनिरहेको छ नि त अनि गर्दा त अनि वर्षमै हाम्रो चोटि जस्तै भयो सुपर भ्यू होटल अब नेक्स्ट इयर चाहिँ के हुन्छ तर मेरो अर्डर लिने खाना पकाउने अङ्कल हाम्रो यहाँ ल हेलो भनिदिनुहोस् छ्याझालो गरिदिनु छ्याझालो आज के पाक्दैछ अङ्कल दाल भात तरकारी मासु फेरि भात खाने कि होइन ल आजको थालीमा चाहिँ भात मुलाको चटनी टमाटरको चटनी कुखुराको झोल दाल के को यो आलु र के हो आलु काउली चना प्रोटिन बन्दा अनि सालड अनि पापड अब घिउ पनि आउँदैछ हाम्रो ज्वाइँ
कसो रहेछ कान्छा बा मिठो छ प्रसादले चाख्यो घिउ गुरेको घिउ गुरेको त्यसपछि मेरो उयो ठुलो चमचले हाले नै हुन्छ खोइ त्यो मसला हालिदिन्छु दालमा राखिदिउँ है दालमा अलिकति राखिदिन्छु अलिकति मात्र राखिदिन्छु बिस्तारै खानुहोस् है तर फर्स्ट बाइट मिठो हो It is 5:13 अहिले हाम्रो हेड टर्च लगायो अब हामी सनराइज हेर्न रेडी टु गो बाई त्यति साह्रो जाडो चाहिँ भएन है आज राति जे सोचिदिनु ओके नजामै बाई हाम्रो नाइट वक टर्च लाइट बाली बाली यस्तो छ अहिले अहिले थाक्नुभन्दा अगाडि भिडियो गरेको थाक हामी चाहिँ यहाँ पुनहिल घोरे पानी गेटमा आइपुग्यो 3 डिग्री रहेछ 5:30 हुन लाग्यो गुड मर्निङ हामी 4 जना यस्तो टिकटहरू छ 50 रुपियाँ ढिलो हिँड्नुलाई 1 घन्टा ल कतिको गाह्रो भएछ प्रशान्त मम्मीलाई गाह्रो भएछ हामी 2 जना अनफिट भएछ अहिले है मम भेरी अनफिट युरिन इन्फेक्सनको दबाईले के बिस्तारै रेस्ट गर्दै जाउँला नि ठाडो उकालो रहेछ यहाँ मम्मीलाई अहिले गाह्रो भएछ यसरी हिँड्दै म चाहिँ यस्तो देखिरहेछ अहिले मोटी भएछ अनफिट भएछ ल है सनराइजभन्दा अगाडि आइपुग्यो हामी पुनहिल घोरे पानी 3200 meters अहिले यहाँ फोटो खिच्नुपर्छ यहाँ टावर अनि यहाँबाटको भ्यू यहाँ फोटो सुट हुँदैछ यहाँ ल हामी चाहिँ यहाँ धेरै दिन नदेख्ने रहेछ हामीलाई यहाँ बल्ल देख्यो हाई मम हेलो हामी आज गाह्रो भयो मलाई है 1 घन्टा जस्तोमा आइपुग्यो हामी जस्ट अन्डर 1 आवर ओ माई गॉड कपाल त डेन्जर फ्ल्याट भयो चाहिँ टोपी ओढ्यो नि त हाउ डु यु फिल गाह्रो भयो सास बढेर कस्तो गाह्रो भयो त्यही त अहिले त हात अनि के भयो जस्तो कि कस्तो के नम भयो जस्तो क्या एकदम लट्ठीमा भर पऱ्यो तर यहाँको रेन्ज चाहिँ मजाले देख्ने रहेछ म फोटो खिचिदिन्छु अहिले ल अहिले त हिमाल त मजाले देख्यो हाम्रो फोटोसुट पनि भ्यायो ल वाउ प्रसु गयो प्रसु के भन्छ ल यहाँ चाहिँ युएसलाई चाहिँ गर्मी भएछ युकेलाई चाहिँ जाडो भएछ यहाँ वा रेन्ज त दामी देख्ने रहेछ तर यहाँबाट है तर कि मम्मी मर्तीमा चाहिँ हामी हिमालमै थियो नि त हिमालकै जरा एकदम है अनि त्यो मैले त सोचेको त्यही थियो क्या एकदमै जाडो हुन्छ यति धेरै मान्छे छ हजुर हामी त टावरमाथि चढेको पनि छैन हामी त चिया पनि खाएको छैन त मम्मी
चिया पनि खाएको छैन त हामीले त ल सनराइज कति धेरै मान्छे आउने रहेछ हाल चाहिँ हात चिसो भएर भयो ठिकै छ कस्तो लाग्यो त आजको हाइक एकदम गुड तपाईँलाई कस्तो लाग्यो त हाइक ठिकै लगाइरहेछ तपाईँलाई चाहिँ कता भाग्नुभएको छ जानु उतै आशिष दाइ हाइक कस्तो लाग्यो एकदमै रमाइलो हाम्रो त स्या स्या भयो स्या सानो राम्रो रे उयो त हो न माछा पुच्छे यो मात्रै चिने अरू त के हो अन्नपूर्ण साउथ यहाँ अनि हिमचुली 6400 त हिमचुली अनि ऊ त्यो चाहिँ त्यो चाहिँ अन्नपूर्ण भन्छ निलगिरी तुक्चे टुकुचे धौलागिरी अनि धौलागिरी अनि त्यो रेन्ज भन्दा हुन्छ लास्टको गुर्जा भन्छ हामीलाई थाहै नहुने नि त अनि माउन्टेन त माउन्टेन है ऊ हेर्नुहुन्छ नि छ मसँग दाइको यहाँ उस देखाएको हामीलाई हिमचुली अन्नपूर्ण साउथ काङ सारकाङ अन्नपूर्ण फ्याङ अनि निलगिरी साउथ तुक्चे धौलागिरी मनापट्टि धौलागिरी 5 रहेछ यस्तो रहेछ यो माउन्टेनहरू यो यहाँ छ म चाहिँ यहाँ भ्यू टावरमा माथि चढ्दैछु सनराइजको हेर्नलाई ए नि पनि दुखेछ अलिअलि कहाँ गएँ म मम्मी यहाँबाट मजाले देख्ने रहेछ के सनराइज भयो सबै माउन्टेनहरू पनि गोल्डन हुन लाग्छ यहाँ सबैजना हेर्दैछ मम्मी उता आएको छ यहाँबाट सबै हेर्दै उता धौलागिरी तुक्चे अन्नपूर्ण 5 अन्नपूर्ण साउथ निलगिरी अनि के हो भन्थ्यो यो अनि माछा पुच्छ्रे हिँड्दै वाउ ल हाम्रो मम्मी चाहिँ यहाँ चिया खाँदै ब्ल्याक टी रहेछ क्या नाखाँदा नि अलिअलि ल केही पनि नहालेको खाएको ब्ल्याक टी 150 नो नट ब्याड zoomed out oh my god कत्रो जुम रहेछ यहाँ त है यस्तो भएको यहाँ ब्ल्याक टी मम्मीले भर्खर किन है कति 150 है मम्मी 150 वहाँबाट यहाँ बोकेर ल्याएछ बिचराहरू है तातो रहेछ त तातो अब त चस्मा लाउनु पर्छ एकछिनमा आइगयो है माथि ओइ ओइ एकछिनमा आइगयो कि घाम त के सुट्टै आइगयो कि अलिअलि रातो देख्ने बित्तिकै फोन हियर अब सक्यो अब हिँड्दै जाने अब तल है लेट्स गो गाइस ल हिँड प्रसु न परशुराम कसरी छ हाइक ल यस्तो ओह्रालो छ स्टेप चाहिँ एकदम राम्रो अनि एकदम सफा रहेछ यहाँको बाटो चाहिँ ओ हाम्रो माछा पुच्छे देखेको छ सानो अनि यता चाहिँ हिमचुली थाहा थियो हिमचुली भनेर ओके ल लेट्स गो हिजो रे अघि राति हिँड्दाखेरि त केही नै देखेको थिएन यहीँ हिँड्ने बाटो नै देख्ने रहेछ अन्नपूर्ण धौलागिरी यस्तै छ ठाडै रुमबाट नि है दामी थियो है भ्यू एकदम दामी हामी टोइलेटको साटो भ्यूवाला रुम लिएको है
भ्यूवाला रुम कि टोइलेट भएको अनसुइट हो भने थियो हामीले चाहिँ सबैले भ्यूवाला नै गरेको थियो तर हिजो राति देखेको थिएन नि राम्रोसँग है किनकि हामीले मुस्ताङमा जाँदाखेरि चाहिँ मजाले देखेको थियो कि रुमबाट नै कि क्या उज्यालो देखेको थियो यहाँ चाहिँ त्यस्तो नदेख्ने रहेछ लड लगाएर म यहाँ खिच्दै गरेर फेरि मम्मी घाम ताप्दै हो मम्मी उता मम्मी गयो क्या हो अरे क्या घाम ताप्दै हो कसो हुँदैछ मम्मी ठिकै हुँदैछ हो अहिले अलिक सजिलो भयो है सजिलो त अघि त यो बाटो माथि जाँदा त सास फेर्न नसकेको मेरो चाहिँ पक्कै त्यो विक भएछ विकनेस राख्नुपर्ने हो एउटा फिल भन्छ क्या त्यो हात कस्तो अहिले त झन्झन गरे जस्तो अनि त बस्नु नि किन उभिएर बसिरहेको त होइन यता हेरिरहेको थियो घामतिर अब तल गएर एकछिन बस्नुपर्छ होला खाना खाएर डाइनिङ हल चाहिँ अहिले क्वाइट छ सबै चाइनिज गेस्ट गएपछि अब हामीलाई मात्रै होला खाजा फिस खाजा खाजा ओ खाजा खाजा चिया खाने मलाई त नुन अलिकति राखेर दुध चिया खान्छु नि दुध चिया तँ के खानुपर्छ भन्न त नि दुईवटा दुध चिया अनि कि मेरो पनि दुध चिया नै नुन हालेर दुध चिया नै बनाइदिनु 3टा दुध चिया एउटा ब्ल्याक टी एउटामा चाहिँ नुन हालेको फोन आयो अहिले नै यिनीहरूलाई चाहिँ के ब्रेड हो टिबेटन ब्रेड र गुरुङ ब्रेड तरकारी अन्डा खान लाग्छ म चाहिँ सुक्खा रोटी र तरकारी अन्डा सेम रहेछ त्यहीँ होमस्टेको जस्तो खाना नरम रहेछ नि अहिले यही होटेलमै हो म घोडे पानी हिजो गर्नु घोडे पानी आज हेलो धर्म दाई थ्याङ्क यू हामीलाई राम्रोसँग ल्याइदिनु भएकोमा है हामी नेक्स्ट टाइम आउँदा नि यहाँ दाईको गाडी हाम्रो यहाँ घोरे पानीको राम्रो बाटो यस्तो राम्रो बाटो ल हाम्रो सन्दीप भेनाले ए होइन यो सन्दीप त गइसक्यो नि त है हामी बन्दीपुर जाँदै मोनिका गुरुङको बर्थडे मनाउन हेलो गाइज मेरो भाइको नेपालमा चाहिँ बाजे बोजूहरूसँग के खिच्नलाई लिएर आएको अब चाहिँ हामी सेकेन्ड गाडी चेन्ज गरेर यहाँ लेखनाथबाट होइन भाइ लेखनाथबाट अब हामी बन्दीपुर जाँदै अनि पिट स्टप चाहिँ कता रे ब्रदर्स चटपटेमा दमौलीमा बर्थडेको लागि के भन्न मन छ केही छैन मलाई टाउको नदुखे हुन्थ्यो त्यही हो तिमीलाई अब दबाई अफर गरेको मैले मेरो कति धेरै छ मलाई के यस्तो गरेको त के याद आएको न क्रोएसियाको के मेरो आई ल्यासेस यस्तो तल भएको कहाँ आइपुग्न लाग्यो भन्न त भेनाको रुल चाहिँ अब हामी सास नफेरिकन पुल तर्नु पर्छ अरे है यही हो एभ्रीवन रेडी 1 2 3 गो ल मेरो विस भएन है ल को उसको हुँदैछ अझै विस भेना त हेरेकै छैन हामीलाई ओए भेना होइन त्यो टुकटुकले उ गर्दै के यो तिमीहरूको भयो सास फेरि कि फेरि तिमीहरूले भयो
फुसफुस भएर आत्महत्या गरे हुन्छ त्यहाँबाट अबे त्यस्तो त भन्नु भयो That's very extreme. गर्नै छ भने त्यहाँ जम्प गर्दै यो चटपट पसल चाहिँ कता छ ब्रदर चटपट हो के म लोकेसन एकछिन है मैले हेर्छु भोलि फर्किँदा है भेना फेरि फर्किँदा चाहिँ म मोनिकालाई हेर्दिनँ नहेरेको तँ त फर्केर अगाडि छ भने एकछिन कुर्नु के जाने कमेन्ट हालेको यो भाइले तपाईँकै ढ्याप ढ्याप गर्न आएको खाना आएको हामी त यहाँ धेरै मायाबाट जहाँ कि टिकटक हामीहरू बिचको चाहिँ एउटा ब्रिज बनेको थियो यति धेरै माया गरेर आउनु भएको छ कल्याण प्रभु हुन्छ जय श्री भगवान विराजमान हुनु प्रभु है विराजमान हुनुहोस् है उहाँ चाहिँ उता के भन्छ अरे दोलखा भन्ने ठाउँ यता कता दोलखा भन्ने ठाउँमा हामी चाहिँ पण्डितलाई हिँडेर दिएको यस्तो माया गर्ने है यस्तो राम्रो क्या है अनि त्यस तपाईँकोलाई देखेर साथीको याद आयो प्रभु कल्याण प्रभु जय श्री भगवान म जस्तै राम्रो थियो तपाईँको दिव्यता छ प्रभु एकदम एकदम प्रभु आदिशक्तिको प्रणाम हो प्रभु म जय प्रभु जय भगवान नास्वस्त मित्रलाई म त यस्तो बहिनी सदैव खुसी रहनु जय होस् प्रभु जय होस् प्रभु त्यो अलिअलि पण्डितको हावा छोइरहन्छ कि अलिअलि बेला बेला होइन भनाइदिइहाल्छु भाइरल चटपटे खाना आएको दमौलीमा मैले पढ्नुहोस् है उहाँलाई दिइहाल्छु म पहिला उहाँलाई दिइहालेँ नरिसाउनु है अलिकति पहिला उहाँलाई दिन्छु है खुर्सानी थापौँ पुगेन नि भन्नु ल सबसे पहिला मेरो तर्फबाट बर्थडे गर्छ मेरो तर्फबाट है जय होस् जय होस् वाउ फाइनली हामी बन्दीपुर आइपुग्यो कति बजे अहिले यति गाडी चाहिँ यहीँसम्म मात्रै आउने रहेछ मेरो पर्सनल भ्लग हो यहाँ त पछि हेर्न कस्तो मजा आउने रहेछ के मेरो भाइले ए यो गेट यहाँ रहेछ नि त कहाँ छ ऊ यहाँ रहेछ वेलकम टु बन्दीपुर टिङ भोलि बिहान लाउनलाई हामी पिस साइन गर्नलाई सानो ल ल भोलि म र सानो लाएर नि पिस साइन गर्ने हामी योवाला योवाला that one is cuter ल फाइनली हामी बन्दीपुर आइपुग्यो आज बर्थडे गर्लको बर्थडे मनाउन हामी यहाँ ओ यो नि कस्तो क्युट देखेको नि यो होटल पनि है ल है ल तपाईँ कति बजीसम्म खुल्ला हुन्छ भाइ कति बजी बन्द हुन्छ 8 बजीसम्म ओ माई गॉड कस्तो मुखै रसायो त है तिमी डाँडामा जान्छौ कि त्यहाँ योगा गर्न जान्छौ ओहो कस्तो क्युट है गाडी नहिँडेको झन् कति राम्रो के है राम्रो रहेछ ए यहाँ गएको थियो नि सम्राट रेड क्यासल वाउ फर्स्ट इम्प्रेसन अफ बन्दीपुर चाहिँ कस्तो राम्रो रहेछ है पाटन भक्तपुर जस्तो के ल खै यहाँ खिचिदिन्छ नि यसरी ल है यहाँ भाइ भाइको ल है भाइको यहाँ हाई म चाहिँ चेप्पाइदिएँ भ्लगर हो क्या अभिषेक गुरुङ भन्दै गर्छ क्या हजुर शैक्षिक ब्रह्माण्डको ओ यहाँ रहेछ नि त ओल्डेन यहाँ ओल्डेन हेलो हेलो हाई 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 ओ
ल फाइनली हाम्रो होटल नि आइपुग्यो हाम्रो द ओल्ड इन ओ यताबाट लाइटिङ राम्रो रहेछ कस्तो ओइ यसको लाइट कस्तो ब्राइट देखेको फाइनली ओ यहाँको उसहरू पनि कस्तो राम्रोसँग राखेको है राम्रो रहेछ म त फेक ब्लगर हो How many subscribers do you have? 0 फ्यानहरू त यहीँसम्म आइपुगेछ कता बसेछ भनेर आयो है Happy birthday to you. Woo! Oh my god! Yeah! तिमीलाई अघि यहाँ मैले भ्लगमा खिचिसकेँ अहिले राति पनि कस्तो राम्रो देखेको है मानुङकोट कति राम्रो यताबाट हिमाल एक घन्टा त हो यहाँबाट होइन कि ए होइन खै जस्तो रहेछ है ओ यहाँ बसेर नि खान मिल्ने रहेछ नि त खोइ यहाँ होइन यहाँ बसेर कफी खाने ओ ए हजुर माथि छ ल जानुहोस् न त बर्थडेको ल हुन्छ हुन्छ तिमी जाऊ ए ल भाइलाई फेरि भाइलाई ल ओ उसै रहेछ नि त गाउँ घरको उस चढे जस्तो क्या है पहिलाको गाउँ घरको जस्तो रहेछ के कति राम्रो यता हेरौँ न रुम ओ यस्तो रहेछ नि त भित्र पस्ने पनि है पहिलाको गाउँ घरको जस्तो के के भन्छ ओ कति क्युट छ त कति राम्रो ओ सो नाइस ओ यो चाहिँ के हो ए यता रहेछ नि त है यहाँ पनि अर्को बेड छ लाइक कनेक्टिङ रूम वा अन्त ओ यहाँ ओइ बुक पढौँ न हामी चिया खाँदै मिल होइन बर्थडे गर्लको लागि मिल्छ होला भन्दैन खै ए अन्त ल गाइज कस्तो लाग्यो त ओ सो ओरेन्ज कस्तो लाग्यो त ल होटल Vlogger? कस्तो लाग्यो हजुरलाई होटल राम्रो छ है कस्तो राम्रोसँग डेकोरेट गरेको है राम्रो किर्तिपुरको भाइ यो उसको नाइट भ्यू कस्तो छ नि खै यस्तै होला नि अब मलाई पनि थाहा छैन अहिले बिग स्क्रिनमा हेर्दाखेरि कस्तो ल हामी चाहिँ यहाँ पाउ किन्न जान लाग्यो ओ कस्तो मजाको देखेको हेर्न त्यो कोजेट्सको फ्लावर जस्तो के हो होइन कोजेटको नि यस्तै यस्तै टाइपको फ्लावर हुन्छ नि यो नि कस्तो राम्रो रहेछ क्याफे भाइ त छैन क्या हो है हामीलाई कुर्नु भएको होला तपाईँले है के छ मलाई त पढ्न पनि आउँदैन भाइ ल भेना ट्राई गर्नुहोस् तुङबा ओ मिस्टर भेना पोल्यो भने नि खाऊ भयो ल यतिकै तान्ने हो तर पानी हालेको हुन्छ त्यो सिट त नआउनु पर्ने हो माथि हो त्यो उस्तो त तात्तिन्छ होला है पोल्छ होला त्यो सिल्भरै छ नि त त्यो पनि है Cheers everybody. Happy birthday. Happy birthday भाउजू. थ्याङ्क यू Happy birthday भाउजू. त्यही खुसीमाले म तोममा खान जाँदैछु. अब जिब्रो पोल्छेको फर्स्ट टाइम हो ल ट्राई तर बन्दीपुरमा चाहिँ फर्स्ट टाइम होइन है हामीले के तातो हो बन्दीपुर आएर तोङबा खाना ए पिउँदै हामीले फनी फनी कुराहरू खान्छ हिजो चाहिँ फायर पान आज चाहिँ तोङबा सानोले चाहिँ खान्छ नि सानो चाहिँ प्रीति नम्बर 2 हो अनि हाम्रो रुगा आई मिन मोनिकाको रुगा सर्छ भनेर खाएको छैन मलाई नि रुगा लाग्छ नि तेरो रुगा मलाई सर्यो होला त हिजो रुगा लागेको मान्छे ब्रदर चटपटे खाने मान्छेहरू
सिसा यसले सेयर गरेको थिएन नि अनि तैँले र मैले सिसाको स्टिक सेयर गरेको थिएँ त्यो भएर तेरो रुगा मलाई बाई दे मेरो त डस्ट एलर्जी हो भेनाले भनेको भेनाले मलाई डायग्नोज गरेको ल है हाम्रो भेनाजीले ल ब्लगर्सहरु मेरो त फोन कन्टेन्ट किन्नै भएन नि त यहाँ यस्तो गर्नु पर्यो नि त ल मैले यो नचपाइकन हैन खाइदियो भने तिमीले के गर्छस् के नि गर्दैन तपाईँ टेस्टै थाहा पाउँदैन नि अनि तर त्यो एउटा डियर हो नि त तपाईँलाई म के अरे चटपटे किनिदिन्छु इट हैज टु बी ब्रदर्स भाइलाई रोक्दै भन्ने हो नि त दमौलीमा तपाईँले स्पेसल चटपटे पाउँछ है भेना बन्दा वाला खाम बिचरा हाम्रो यहाँ सानोलाई कस्तो भइरहेछ तातो होला मिठो अन अ स्केल अफ गाह्रो छ हेर युट्युबरहरू यसरी रेकर्ड गर्नुपर्छ खाँदाखेरि है तर यस्तो लड एफर्ट के है रेकर्ड गर्दै उस गर्ने के 0.5 हो कि 1 मा हो अरु भन्दा नि तर क्लियर आछ त 0.5 मा नि है 60 मा गर्नुपर्छ के 4K 60 उसमा गरेको है 120 मा हुँदैन के त्यो राम्रो ठिकै नसिकाको भाउजूले आएको वाह कस्तो राम्रो देखेको मेरो राम्रो आउँछ यस्तो गरे नि स्किन खै त्यो त अब आइफोनमा त राम्रै हुन्छ राम्रो गर्नु उस छैन अलि प्ल्याटरहरू चाहिँ मासु है तर टेस्टी आछ है कस्तो स्ट्रङ हुन्छ पहिला ल्याइदियो हुन्थ्यो नि 4-5 वटा है भएमा भोलि उड्नै सक्दैन सक्दैन म त सक्दिनँ मलाई थाहा छ हिजो टकिलाको उस खाएको भएर होला टाउको देखेको कि आज भ्याएर म कति भन्दै ड्रिङ्किङ नगरेको आजकल मिठो देखेछ हाम्रो खाना हाम्रो अब कति 1.5 आवर पछि होइन खानेकुराको ल है कतिको भोक लाग्छ त गाइस भोक लाग्छ मिठो देखेछ एकै भोक लाग्छ कि निन्दा लाग्छ त्यही खुसु 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 हो कि सानोसँग पनि अनि ए यता गयो हुन्छ ल हैन भन्दै बढी आजको दिन ए त्यो ब्याकग्राउन्डमा राख्नु ह्यापी बर्थडे सानो birthday to you happy birthday to you happy birthday dear Monica happy birthday to you hooray hip hip 37 जति भन्नु पर्ने है hip hip hooray हैन म 36 -1 ल थ्यांक यू 37 रनिङ हो न भेना लो लो ए सरी ए ल प्रमोसन प्रमोसन त त्यस्तै हो थ्यांक यू गाइस Oh my god, this place को toilet saved us. Thank you. Sunrise camping point. आज यस्तो गुलु 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 बाटोमा पेट पनि गुलु गुलु टाउको पनि गुलु गुलु बाटो त्यस्तो भएर त्यही माथि खाली पेटमा टोइलेट आएर हजुर म त एउटा सर्भिस स्टेसनमा पनि टोइलेट गएको हजुर हिजो चटपटे हिजो दमौलीको चटपटेर आज हामीलाई गर्नै गर्यो तर होइन अलि पछि हुन्थ्यो कि मेरो 12 आवर्स त भयो नि त है खाएको के गर्नु तर वी मेड इट जस्ट इन टाइम फर सनराइज पेट गुलु गुलु भयो पनि होइन मोनिका Wow, we're above the clouds. दामी देखेछ है त्यो के आइल्यान्ड जस्तो देखेछ कि है दामी 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 यहाँ चाहिँ हाम्रो फोटोग्राफरहरू ल फोटो चाहिँ पास है गाइस म यस्तो गरेर बसिरहेको छ ल खै यसको मेकअप हेरौँ अघि राति गरेको मेकअप ठिकै देखेछ राम्रो अलिक क्लोजअप भयो होला दिदी ल ल रन 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 वाउ हेलो ब्लगर fake vlogger हो म त oh it looks so unreal man like what the hell है oh यस्तो गरे कि यस्तो कि जम्प हान्ने जस्तो कि wow भेन नि त
This is so unreal. कस्तो लाग्यो मोनिका It's so pretty. कस्तो लाग्यो भाइको फोर्थ टाइम दामी ओए ओए भेनाको फर्स्ट टाइम तर यो पालि पनि उस भयो के भयो हेर्नु न ब्लरी हुँदै आएको त्यो कुहिरो लगाएर खुल्छ कि तर यतिको नै राम्रो देखेछ I thought you were Instagram husband. I'm Fail भयो तपाईँ outdated. ए हो It's because of AI, guys. ए तपाईँ मिलेनियल हो नि त तपाईँ मिलेनियल हो Oh, म millennial हो. कि जेन्जी हो म alpha. ए बुमर हो तपाईँ Boomer त हुँदैन म. Alpha, Gen Alpha. वा क्लाउड कस्तो मजाको देख्छ सनराइज चाहिँ अलिकति घुमिलो बस्छ बट यहाँ यताबाट चाहिँ माउन्टेन पनि छ Vlogger. Vlogger. Hello. Hi, I'm fake vlogger. Hi, vlogger. Hi guys. Hi, vlogger. Hi guys. When are you uploading your vlog? I'll let you know ल म त्यहाँ उस राख्छु नि मेरो I'm waiting for the बायोमा लिङ्क राख्छु नि Big fan. Subscriber. ऊ कता उता गएको ड्रेस लाएर फोटो खिच्ने अन्त आइएम ओके कस्तो राम्रो बिल्डिङहरू सबै ओ यसको नि कस्तो राम्रो रहेछ है हेर्न ओ तातो तातो डोनट रहेछ त यहाँ यहाँको डोनट र चिया खानु पर्ला छ त कस्तो राम्रो राम्रो ठाउँ गुरुङ सिनी बहिनी रहेछ यहाँ तिमी नि गुरुङ ड्रेस लाउने हो कि मोनिक्स ए यहाँ त क्यामरा म्यानहरू नि रहेछ नि त कहाँ गएर आएको सानो मनङकोट अहिले गाली मनङकोट गएर आएको We are above the clouds. कस्तो मजाले घाम ताप्दैछ यहाँ कुकुरले हिजो राति यसले होला भुकेको भुकेको ओ हेर्न हाम्रो होटलको त्यो कस्तो राम्रो देखेको This is the hotel we're staying at, the old inn. यहाँ सबैजना उसको उयो चाहिँ हाम्रो होटलको पछाडिको के भन्छ थम्बरजिया अनि यसरी ह्याङ्गिङ प्लान्टै रहेछ है यो चाहिँ कस्तो राम्रो देख्ने यो 12 महिना हुन्छ 12 महिना अलि हुँदैन 12 महिना हो फल्छ यो हरि यो राम्रो हुन्छ कि झप्प कुनै त्यस्तै हो हो कस्तो राम्रो के ओ यहाँ चाहिँ लमजुङ रहेछ है कसलाई लमजुङ जान मन लाग्छ त्यो रुम गयो हुन्छ यहाँ लमजुङबाट आएको ए अर्को भाइ धारा नि यस्तो रहेछ यहाँ त यो चाहिँ हाम्रो नेबरको रुम हजुर ल हामी यहाँ माथि आइपुग्यो हाम्रो रुममा ल है कोही यहाँ ठ्याक्क घाम ताप्ने ठाउँ कस्तो मजाको के है Omelette, plain omelette, cheese omelette, sunny side up. सनी साइड अफ मलाई Sunny side up. म omelette ल्याइदिनु न है. मसाला plain कुन? I think I'll go for masala. अनि vegetable हाल्छ? हजुर. प्याज धेरै. हस्. तपाईलाई? ल सबैजना ब्रेकफास्ट खाना रेडी हजुर सबसे हङ्ग्री हाम्रो भेना होला भेना Because I just went. टु काममा जानुभयो काममा गएर I had a release with a view. ए नाइस विथ द भ्यू हो With the view. हो नाइस ग ल के छ त आज हाम्रो म्युस्ली छ ल म हालेको खिच्दिन्छु सानो र भेना हो ब्लगर. हो ब्लगर. हाम्रो फुड इज हियर कति राखिदियो भन न अनि. सबैले मसाला अमलेट मगाएको छ मेरो चाहिँ पेट कस्तो राम्रो भएर म चाहिँ युनिक हुनलाई. मेरो यहाँ क्यामेरा पनि उस भयो ल भेना आजको ब्रेकफास्ट कस्तो लाग्यो त हाम्रो यस्तो मिठो रहेछ. एस्थेटिक ठाउँमा मिठो रहेछ. के मिठो लाग्यो त तपाईँलाई त्यो दही मिठो छ है. अनि यो घर यो के यो यही बनाएको बेक्ड के भन्छ यसलाई ब्रेड ब्रेड. यही बनाएको हो भाइ
ब्रेड ए यहीँ बनाएको हो अँ, कस्तो मिठो रहेछ मिठो थियो ब्राउन ब्रेड मिठो थियो ब्राउन ब्रेड मिठो अनि ल भेनाको कति लामो भयो हामीलाई चाहिँ के मन पर्यो गए सबै यो उसले कस्तो रिफ्रेसिङ थियो है म्युजली र दही पनि अन्डा र ब्रेड पनि अनि हनी पनि ल ब्याक टु भेना अगेन ल भेना ब्याक टु यो स्टोरी चिया खान्छु अनि भन्छु है कस्तो रहेछ ल तपाईँलाई वेट गरिरहेको छ हामी यहीँ ल हुन्छ त्यही भएर अघि तैँले के को लागि खिच्न लाग्यो भन्दा अब यहाँ त यो काहीँ जान्न के अरे डोन्ट वरी आइल सेन्ड यु द लिङ्क चिनी नै लाग्छ चियामा चिनी हाले छैन होला नि त यहाँ छ चिनी ए सरी मेरो गल्ती तर पकाएको चियामा चाहिँ चिनी पकाएकै मिठो हुने रहेछ है किनकि न त सबै तल बस्छ नि त नि यहाँको चिनीको फेरि ठुल्ठुलो हुन्छ नि त अनि है फेरि यहाँ ब्राउन सुगरै नहुने है नेपालमा के धेरै तर मैले ब्राउन उता नि ब्राउन सुगर त खाँदैन ल हाम्रो यहाँ आनन्द मिठो? एकदम मिठो रुगा लाइलाई हजुर फन्दिन्न त ट्रान्सफर गर्नु लाग्यो मलाई पनि ट्रान्सफर गरिदिए गाइस के भन्नुभयो गाइस गर्छ नि के भन्नुभयो गाइस फेरि भन्नुहोस् खाएर हजुर गाइस हिँड्नुपर्छ के ए कति बजे रहेछ गाइस एउटा दुइटा फोटो बाहिर खिच्नै पर्यो पर्यो मैले एभ्री वान गरेछु हामीले अब आज कति धेरै फोटो खिचेछ हिजोको पनि वाइ इज भेना लाफिङ त्यस्तो गर्नुपर्छ हो भन्नु पर्यो त अपडेट गर्नु पर्यो र हैन ब्लग हो नि त रोशनले हेर्दा हाँस्छ अब ब्लग गरी हुने रहेछ त किन फ्लो भछ त झ्याउ लाग्छ मलाई म बिर्सिन्छ कि मैले चाहिँ बाजे बसँग हुँदा चाहिँ याद हुन्छ अपलोड गर्ने त जसरी नाइटर फ्लो भछ त हुन्छ मेरो भइरहेछ भने जानु बन्दीपुरको टुर पनि एन्ड भयो सो स्याड We are crying. सो स्याड कता गयो मोनिका उता गइसकेछ उता होइन यहाँ त यस्तो सबै वा डे टाइममा झन् कस्तो राम्रो देख्ने रहेछ कस्तो मजाको देखेको कि त्यो तलको पाउ त्यो उस जस्तो के यति ठुलो बाला जस्तो वाउ 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 एन्ड अब बन्दीपुर ट्रिप यता मोनिका गुरुङ आर यु स्याड हाम्रो बन्दीपुर ट्रिप नै एन्ड भयो नि त इट्स सो स्याड है कति मसँग घाम तापेर बस्न त्यही त। सुन्तला उतै किनेर खान झन् मजाले घाम लागिरहेको थियो कि त्यो ठ्याक्क हाम्रो होटलको बाहिर क्या उयो तिनीहरू कस्तो रहेछ तातो तातो सेलरोटी हिजो हामीले खाएको ठाउँ Excuse me, who are you? Go away. कसरी वेलकम गर्छ र उसले त हामी पोखरा आइपुग्यो हजुर मैले के अस्ति इन्स्टाग्रामबाट केक अर्डर गरेको थिएँ 2टा टियरको त्यो बर्थडे गर्ल लेखेको त्यो रेडी भयो हजुर बर्थडे गर्लै थियो आन्टी अनि त्यो फ्लावर्स क्यान्डल रेडी भयो आन्टी